ल हेलो गाइस तपाईहरुलाई फेरि स्वागत छ मेरो भ्लगमा तपाईले थम्बनेल हेरिसकेर बुझिसक्नु भयो र म कहाँ छु भनेर यप हामी केन्टकी द नोज आर्कमा हामी आज फ्यामिलीको साथ आएको छौं अहिले 3 बजेदेखि पानी पर्छ अरे सो त्यही भएर हामी चाहिँ पहिला जूदेखि सुरु गरेको हामी जू पस्नेदेखि मैले एउटा जनावर देखेँ क्या यहाँ हेर्नुस् ल यहाँ चाहिँ ठुलो टोर्टिस के भन्छ त बाबा यो के हेरे बाबा यो ठोटरी ठोटरी नेपालमा ठोटरी इंग्लिशमा चाहिँ खै टोर्टिस के भन्छ कछुवाको चाहिँ सादा कालो हुन्छ कछुवाको चाहिँ यो ठोटरी भनेको चाहिँ त्यस्तो पाङ्रे पोथी हो त्यस्तो सेम एउटै हो तर सेम एउटै हो टोर्टिस हो रहेछ नि त टोर्टिस हामी साइड रहेछ नि त म त हो त्यहाँ रहेछ क्या ठुलो आम्म हाउ यु फिलिङ सिस्टर मजा आइरहेको छ हाम्रो फर्स्ट टाइम आएको हामी चाहिँ ल उता हाम्रो नयाँ जोडीको उता यता पनि हेलो भन्थ्यौँ भाउजू यता आउनुहोस् कस्तो लागिरहेछ आज भाउजू नो आर्क घुम्न आउँदा ला कस्तो ब्लर आयो लु भन्नु एकदम रमाइलो लागिरहेको छ हामी सबैजना आएको छौँ ल गाइसहरू तपाईहरु मेरो भिडियो हेर्नु भएको छ भने तपाईहरु पनि आउनुहोस् केन्टकीमा हो ल गाइस यहाँ चाहिँ लिजर्ड जन्तु भन्ने हुनुहुँदो रहेछ नेपालीमा चाहिँ गोरो कि खै के अरे त्यहाँ रहेछ ल गाइस यसलाई चाहिँ अङ्ग्रेजीमा क्रेन भन्छ अरे युक्रेन होइन क्रेन नेपालीमा चाहिँ खै के भन्छ कपाल त नि लास्टै पङ्क्स हान्दिएको छ त नि राइट अघि यहाँ ल साथीहरू दुम्सी त्यहाँ बसिरहेको रहेछ यही गनाएको होला नि यही गनाएको बाबा के अरे यसको नाम खै यसको नाम मलाई थाहा भएन ठिक छ उठ त होइन ना क्यामल त होइन त्यो देखेर चाहिँ उठ भनेको तर ना ओ गाइस नोवा आर्क्स त्यहाँ छ है अहिले हामी एकछिनमा त्यहीँ जाने हो ल गाइस एन्टिएटर पनि देख्यो है यो यसले त जिब्रो झिकेर पुरा कमेलाहरू क्या खान्छ कहाँ पुगो यो लुकिहाल्यो नि बाबा यो जनावरमा केही भन्नु त अलिकति यसले नि यसले कमिलाहरू भेट्यो भने जिब्रो यति लामो निकालेर हुन्छ र अनि त्यसरी जिब्रोमा अनि कमिला टाँसिन्छ अनि जिब्रो निकालेर अनि त्यो कमिला खान्छ त्यही त्यसलाई नै साथीहरू म यहाँ आएको थिएँ होइन यहाँ चाहिँ मेरो साथी देखेँ क्या उल्लु आई मिन जनावर उल्लु देखेँ होइन अब यता देखेको छु अब यहाँ त देखिँदैन र पनि म आवाज बनाएर बनाउन ट्राई गर्छु ल यहाँ चाहिँ कति दामी हेर न काठको पानी झर्ने बनाएको क्या आइडिया थियो ल साथी सुँगुर पनि देख्यो है यहाँ अहिले सारा ल कुखुरा लुइचे कुखुरालाई साथी लुइचे कुखुरा तिते खान दामी हुन्छ तिते खानु अरे ल लुइचे कुखुरा नि रहेछ यो चाहिँ नि लास्टै लकी हो क्या यसको ढाडमा हो क्या परमेश्वर यो चढेर जानु भएको कान ठाडो पारुन् त टोक्दैन जब कान छ्याप्पै लुकायो के अरे यो घोडा यो गधा कान ठाडो पार्नु जब टोक्ने डर हुँदैन जब कान लुकायो अनि चाहिँ टोको भनेर जान्दैन ए भाइ अभिषेक कि बा चढ्दै नगर कान यो अहिले टोक्ला अनि भनेको हुन्छ के हैन छुता हुन्छ ल गिनीपिग नेउरी मुसा कति यो हेर न कति मजाको यो गिनी मात्रै भन्दा हुने नि पिग चाहिँ किन भन्नु होला बोल there you go ल गाइस उठ पनि आयो है त $5 तिरो भनेपछि यो माथि बसेर वरिपरि घुमाउँछ अरे ए कि खुवाउने हो खुवाउने छ रहेछ $5 तिरो भने त्यहाँभित्र गएर यसलाई खुवाउन पाइन्छ अरे ऊ घाँसहरू ल गाइस हामी चाहिँ अब यहाँको जू घुमिसक्यो अब चाहिँ हामी आर्क द नोवाज आर्कमा जाँटेको I'll meet you guys when I get there है त ए गाइस आर्क चाहिँ यही हो है लास्टै ठुलो छ होइन सायद मलाई लाग्छ यो बाइबलकै सबै यो जति पनि यो दिएको थियो नि परमेश्वरले दिनुभएको थियो सायद त्यही
मेजर गरिकन बनाएको होला क्या यो अनि यहाँ चाहिँ क्या दामी गार्डन जस्तै छ विथ होल फ्यामिली होइन ल साथीहरू कोला बगान पनि आयो है ओ त्यहाँ चाहिँ जिपलाइन गर्न आँटेको रहेछ ल ठिकै छ यहाँ चाहिँ कोला बगान रहेछ अब यहाँदेखि टक्क हामी भित्र पस्ने हो ल गाइस हामी चाहिँ अब भित्र पसिँदैछ है यहाँदेखि काठको बनाएको रहेछ हिँड्ने ठाउँ यसरी जानुपर्ने रहेछ माथि ठक्कै ल गाइस हामी चाहिँ भित्र पस्यो अब अलिक साउन्ड कम्ती मतलब मेरो आवाज त्यति आउन नसक्ला किनकि बिकज अफ द ब्याकग्राउन्ड भोइस यहीँको ल गाइस यो चाहिँ अब होइन त्यतिखेर अब नवा बाबै अनि उनीहरूको परिवार चाहिँ कसरी पौषसँग अब सेवाकाई गर्थे भनेर बोटभित्र यो चाहिँ त्यस्तो देखाएको हुन् त्यहाँ रहेछ प्रार्थना गरेको रहेछ चाहिँ नवा बाबैमा चाहिँ ल गाइस यहाँ चाहिँ अब त्यतिखेर अब जोडी जोडी जनावर लिएको थियो नि त अनि यहाँ चाहिँ अब कसरी राखेको थियो भनेर देखाएको हो अब त्यतिखेर त अब नवा बाबेले लिएको थियो यो तर अब अहिले त छैन यहाँनिर कि छ होला भा हुनुहोस् ए यो पनि रहेथ्यो आम्म खेल्छस् भन्दै वाउ गाइस यहाँ हेर्नुहोस् न यो ल गाइस अहिले चाहिँ हामी यो डेक 1 मा थियौँ अब चाहिँ हामी अब दोस्रो तल जाँदैछौँ डेक 1 मा अब डेक 2 अब हामी डेक 2 मा जाँदैछौँ अब त्यहाँ चाहिँ के छ भनेर अब सो यु वान गेट देयर यो चाहिँ उत्पत्ति पुस्तकको छ जस्तै परमेश्वरले सुरुमा अब आकाश र पृथ्वी सृजन भयो कस्तो यहाँ यस्तो थियो अनि 7 दिनको पालीमा चाहिँ परमेश्वरले विश्राम लिनुभयो This was the perfect world before the sin could have entered in a world where animal and human could live peacefully together. अनि ट्याक्क लाएर सर्पले भन्यो हावालाई कि त मर्ने छैनस् यु विल नट स्योरली डाई उत्पत्ति 3 को 4 मा अनि त्यहीँदेखि चाहिँ पाप ठक्क संसारमा आयो अनि त्यहाँदेखि मृत्यु आयो परमेश्वरदेखि सेपरेसन्स आयो यहाँ चाहिँ यस्तो पनि रहेछ यहाँ चाहिँ फेरि नवाको फिल्म देखाइरहेको रहेछ त्यहाँनिर यिनीहरू चाहिँ सेकेन्ड फ्लोरमा राखेको जनावरहरू उता अझै छ यो चाहिँ लाइक आर्कभित्र लाइक यस्तो केजेसहरू बनाएको हुन्छ क्या अनि त्यहाँ ठक्क भित्रभित्र एनिमल्सहरू राखेको रहेछ कति राम्रो अवसर पायो नवा बाबेदेखि क्लास लिन आज यो चाहिँ होइन बोट बाउँदै गर्दाखेरि भित्र पनि अब काम त हुन्थ्यो होला नि त अब यस्तो काठहरू काट्दै होइन बनाउन यस्तो थियो र हतियारहरू यहाँ चाहिँ अब काठी किल्लाहरू बनाएको हाइट Alright guys, Ark पनि घुमिसक्यो. I didn't get a chance to make a video of deck 4 because I had a low battery, so I didn't get a chance to make a अन्तिमको deck को चाहिँ. Well yeah, this was pretty much all video for today. If you guys liked it, please like, share, subscribe गर्नुहोस्, comment गर्नुहोस् अनि आउने दिनहरुमा I'll try to make more videos. For right now, shalom, bye bye, take care.